Hello guys, today I'm going to show you how to go one seat to another seat with the help of ActiveX controls. First of all, open the Excel by typing Excel. त्यस पछाडि फाइल मेनुमा जानुस्। फाइल मेनुमा गइसके पछाडि तपाई अप्सन मेनु हेर्न सक्नुहुन्छ। अप्सन मेनुमा कस्टमाइज रिबन छ त्यहाँ। कस्टमाइज रिबन क्लिक गरिसके पछाडि दुईटा आइटम तपाईले देख्न सक्नुहुन्छ। one popular commands and another one is main tabs. त्यस पछाडि तपाई डेभलपर देख्न सक्नुहुन्छ। क्लिक अन डेभलपर देन हिट ओके। ओके। त्यस पछाडि तपाईको एक्सेलमा डेभलपर मेनु एउटा अटोमेटिकली जेनेरेट हुन्छ। त्यस पछाडि गइसके पछाडि डेभलपर मेनुमा क्लिक गरिसके पछाडि इन्सर्ट मेनुमा जानुस्। इन्सर्ट मेनुमा तपाईको फर्म कन्ट्रोल्स हुन्छ र एक्टिभएक्स कन्ट्रोल हुन्छ। With the help of ActiveX control, you can go one seat to another seat. This one is the ActiveX control command button. Okay, यहाँ draw गर्नुस्। draw गरिसके पछाडि ओके तपाईको साइज बढाउन सक्नुहुन्छ। आफुलाई जति मन साइज लाग्छ त्यति तपाई बढाउन सक्नुहुन्छ। त्यस पछाडि तपाईको प्रोपर्टिजमा क्लिक गर्नुस्। प्रोपर्टिजमा क्लिक गरेपछि यो बटमको प्रोपर्टिज तपाईले यहाँ देख्न सक्नुहुनेछ। ओके। त्यस पछाडि इफ तपाईको कलर चेन्ज गर्न मन लागेछ भने यहाँ गएर तपाई कुन कलर तपाईलाई मन पर्छ तपाई त्यो कलर टेक्स्टको कलर तपाई चेन्ज गर्न सक्नुहुन्छ। सपोज हाइलाइट कलर मन परेछ भने हाइलाइट, ब्याक स्टाइल कस्तो खालको तपाई राख्न चाहनुहुन्छ तपाई त्यो चेन्ज गर्न सक्नुहुन्छ। अब यो रिनेम गर्नलाई क्याप्सन बटनमा जानुस्। क्याप्सनमा क्लिक गर्नुस्। साइडमा क्लिक गर्नुस् रिनेम गर्नलाई। अब फर्स्ट अफ अल तपाईले यो डिजाइन गर्नु पर्यो सिटको नाम के छ। सपोज अहिले म यहाँ राम भनेर टाइप गर्दिए। ओके। त्यसपछि यहाँ क्रस गर्दिनुस्। सपोज तपाईको नाम सिटको नाम राम छ। राम यहाँ धेरै डाटाहरु छ तपाईको। सपोज एउटा मैले एकछिनको लागि राम भन्ने यसमा स्पेसिफिक भनेर नाम राख्दिए। ओके। त्यस पछाडि यसमा डबल क्लिक गर्नुस्। यो तपाईको माइक्रोसफ्ट भिजुअल बेसिक फर एप्लिकेसन तपाई एउटा आउँछ। दिस वान इज द VBA कोड। यहाँ तपाईले हल्का एउटा कोड टाइप गर्नुपर्ने हुन्छ। कोड के छ भने SHETS शीट्स स्पेस प्यारेन्थेसिस तपाईले अघि जुन सिटको नाम राख्नु भएको थियो राम यो नाम टाइप गर्नुस् डट सेलेक्ट। ओके। त्यस पछाडि तपाईहरुलाई अल्ट क्यू ले यो कोडलाई सेभ गर्दिनुस्। सेभ भइसके पछाडि अब तपाईले यसलाई डबल क्लिक गर्नुभयो भने त्यो कोड नै खुल्छ। ओके। यसको लागि तपाईले यो अहिले डिजाइन मोडमा छ। यो डिजाइन मोड डिसेबल गर्नुपर्छ तपाईले। So for that you have to click on design mode. Okay. अब तपाईले यसमा क्लिक गर्दाखेरि ठ्याक्कै तपाईको राम भन्ने सिटमा तपाईको जान सक्नुहुन्छ। राइट। Let's see.